Hey guys, welcome to my new vlog guys. आज धेरै दिनपछि हामी युट्युबमा ब्लग बनाउन पाएछु। त दशैंमा हामीहरू यहाँ लन्डनमा कसरी इन्जोय गर्दैछु यस भिडियो मार्फत म हेराउँदै छु। अब हेर्दै जानु। गाइस हेर्नु यो दशैं पार्टीको लागि यो सबै साथीहरु मेहनत गरिरहेका छ हेर्नु त। आज पार्टीको लागि सबैजना रेडी भइरहेका छ हेर्नु। पार्टीको नाम कति हतार हुँदैछ हेर्नु। यो से भयो, यो कान्छो से भयो के हाम्रो केवल निरौलाजी से भयो। अनि हाम्रो यो जुनियर सेफ दी हेर्नु यहाँ काम मात्र छ। अनि यो मेन हाम्रो से भयो दाइ पारा के चलन छ। थ्याङ्क यू। अनि आज दाइले फेरि मिठो मासु पकाउनुहुन्छ दशैंको। अनि राजुजी आज पार्टीमा के स्पेशल छ भन्नु त भनिदिनु हाम्रो भ्युअरलाई केही। बियर स्पेशल छ बियर। अनि आज के भन्छ चिकन मटनमा के पाकिरहेछ हाम्रो मेन सेफ साहब समीप भट्टराई हुनुहुन्छ यहाँ। दाइ यो ब्लगमा केही बोल्नुहुन्छ हेर्नु दाइ। ल रञ्जित ह्यापी दशैं। ह्यापी दशैं। ह्यापी दशैं गाइज। ह्यापी दशैं। ह्यापी दशैं 2082 2025 यो कुरा मलाई थाहा छ। गाइज हेर्न सक्नुहुन्छ अहिले रेडी भइरहेको छ पार्टीको लागि हाम्रो दशैं पार्टी। ल 1 to 1 इन्ट्रो दिँदै जाऊ। उहाँको हुनुहुन्छ भन्दै रञ्जित। हुनुहुन्छ मेरो रुममेट कटिङ स्पेशलिस्ट। अनि टर्की स्पेशलिस्ट अहिले तिमीलाई कस्तो लागिरहेको छ युकेले कुन चाहिँ दशैं हो तिम्रो? पहिलो दोस्रो तेस्रो दशैं हो हाम्रो। यो पहिलो दशैं हो। त्यही अब इन्जोय गर्दैछु आज दशैंको टाइम भ्याएर सबै साथी मिलेर। कस्तो लाग्दैछ अनि? सीमा बहिनी आउनुहुन्छ यो हाम्रो ब्लगमा केही भन्न चाहनुहुन्छ? नमस्ते, मेरो नाम चाहिँ सीमा। आज चाहिँ हामी यो दशैंको तयारी गर्दैछौँ। तपाईँ कहाँदेखि कहाँ हो तपाईँ? ह्यापी दशैं। ह्यापी दशैं। ल यहाँ चाहिँ हाम्रो अब के पाक्दैछ भन्नु न यो। अहिले चाहिँ प्याज पाक्दैछ, अलि एकछिनमा चाहिँ मटन पाक्छ। अनि के हुँदैछ थाहा हाम्रो आज के स्पेशल पाक्दैछ तिम्रो तर्फबाट? मेरो तर्फबाट के पाक्दैन यार, म त काट्ने काम मात्रै हो। के तिम्रो यो के काट्दैछ तिमी अहिले? के हो यार, मैले थाहा नि यार। यो हो नि त फाइन कटिङ भनेको। ल ठिक छ। होइन सबैभन्दा बेस्ट मटन खान मन लाग्यो भने 37 रोपर प्लेस एसी 15 2 RR ओल्ड केन रोड। या भैया किता रहना पड़ेगा जस्तै क्या समीपको हातको मात्र। हामी चाहिँ हाम्रो यहाँ सबैलाई कान्छो हाम्रो बहिनी सब कुरा गर्दैछ हो। हामी चाहिँ आज प्लम सिट यहाँबाट 1 घन्टा टाढा गएर मटन पाङ्रा भुटन गएर काँक्रो गाजर कागती गोलभेडा लिएर आएको, चौसो लिएर आएको। हामीले आज चाहिँ रमाइलो भयो। दशैं हुँदैछ। ल अनि आजको स्पेसलमा चाहिँ के छ त सीमाको तर्फबाट? मेरो तर्फबाट त केही छैन। अचार, आलुको अचार। त्यसैको लागि हाम्रो सहयोगी हातमा हाम्रो सरदीप यादव हुनुहुन्छ यहाँ सहयोगी। के भन्छ रुम रेन्ट दिने हो त आज। हाम्रो एकदम प्रिय ल्यान्डलर्ड पनि आउँदैछ नि, त्यसलाई खोर्सानी भाइ खुवाएर पठाउनु पर्छ आज। अरू चाहिँ दशैं मनाउँछौँ, हामी चाहिँ दशैं मनाउँदैछौँ गाइस है। अब आज रातभरि पार्टी ह्यापी नवमी भनेर ह्यापी दशैं भनेर नि सुन्नुपर्छ। अनि त्यसपछि अरू चाहिँ भोलि मनाउँछन्, हामी चाहिँ आज मनाउने, तास खेल्ने, 4 बजीसम्म बस्ने, भोलि दिनभरि सुत्ने। हस्त नमस्ते। अनि ह्यापी दशैं सबैजनालाई। रमाइलो गर्नु, आफ्नो परिवारसँग बस्नु। भोलि हाम्रो परिवारको कल रुने नरुने तिमी चाहिँ नि भोलि परिवारले कल गरेर टिका लगाइदियो रुने नरुने त भिडियो कलमा। क्रिस्चियन हो, म त त्यस्तो गर्नु परेन। अब मेरो दाजुभाइहरू हुनुहुन्छ, अब हामी नै हो परिवार। सबैजना देखाइदिनु हाम्रो परिवारलाई। हाम्रो परिवारको म त उतै देखिरहेको छु होइन भाइ। केटा अब 1.5 केजी प्याजमा चाहिँ 1.5 केजी मासु जाँदैछ है। ल भिडियो मार्फत हेर्दै जानु। एकदम फाइन कटिङ। ओ भाई ये तो एकदम फ्रेश लग रहा है। हाँ भाई एकदम फ्रेश, ऐसा फ्रेश मटन कहीं नहीं। पूरा यूके में नहीं मिलेगा, अक्का यूके में नहीं मिलेगा। एक गया 1.5 केजी ओनियन, फिर गया 1.5 केजी मटन। पता नहीं यार मैं बोल रहा हूँ ऐसा मटन कहीं नहीं मिलेगा। अक्का यूके में नहीं मिलेगा आपको। ये सत्य होता है रंजीत? यो सबै सबै यही हो दाइ स्पेशलिस्ट हो क्या यहाँ लन्डनको टर्की रेस्टुरेन्टको सेफ हो क्या। त्यही भएर अहिले त अब अहिले त बाँकी छ भिडियो बनाउनका लागि चाहिँ लाउँछ हामी त्यो सबै युकेमा भएको नेपाली भन्दै भाइ तर के भन्छ दाजुभाइ तर दिदीभाइलाई के भन्न चाहन्छ तिमी? हामी सबैलाई शुभकामना दिन चाहन्छु। दशैंको मान दशैं छ नि सबैलाई म शुभकामना दिन चाहन्छु। मेरो गलित ब्लग तर्फबाट। ल सबैले लाइक शेयर सब्स्क्राइब है त गाइस।
गाइज आज यो अहिले नास्ता चलिरहेको छ क्या हाम्रो अनि त्यसपछि अहिले पाक्दैछ मासुहरू इन्जोय गर्ने दसैँको टाइममा यहाँ युके लन्डनमा हेर्दै जानु हेलो गाइज के मिठो लिएर आएको छु मैले उहाँ हुनुहुन्छ सीमा हो ह्यापी बर्थडे सीमा स्पेसल चटनी लिस्ट यहाँ आलुको चटनी धेरै मिठो पकाउनुहुन्छ यहाँ सीमाले रञ्जित ब्लग च्यानललाई सब्सक्राइब गर्नु हेर्नु आज दसैँको पार्टी हामीहरू मनाउँदैछु क्या के हो दसैँको शुभकामना के दिन चाहन्छु विराज दसैँको शुभकामना केही दिन चाहन्छ हाम्रो भ्युअरलाई धेरै धेरै शुभकामना छ दसैँको है ल हाम्रो के भन्छ फाइनली गाइज हाम्रो भुटान रेडी भयो अब एकछिनपछि हाम्रो पार्टी हुन्छ केटाहरूलाई अझै Sunil, say hi, man. Excuse me, madam. Get out from here. कविता तिमाल तपाईँलाई वेलकम छ कपाल मुभमेन्ट कपाल राम्रो